सो हे गाइज वेलकम ब्याक स्वागत छ हजुरलाई मेरो नयाँ भ्लगमा म आफ्टर अ लङ टाइम फेरि पनि नयाँ भ्लग लिएर आइसकेको छु अनि गाइज मलाई चाहिँ सबभन्दा सुरु चाहिँ के भन्नु मन लाग्यो भन्दाखेरि आइएम सो सरी भन्नु मन लाग्यो किन भन्दाखेरि यस्तो कन्जस्टेड यस्तो बिग्रेको भ्लग भनेको छ नि गाइज यता र उता मैले जोडजाड पारेर चाहिँ मिलाइरहेको छु है अनि यतिचोटि मैले ग्याप लिइसकेँ नि गाइज भ्लग हाल्छु भन्छु हाल्दिनँ फेरि हाल्छु भन्छु हाल्दैन है 2-3 हप्ता मैले छोडिसकेँ तर फाइनली अब चाहिँ हो के छ भाइ सन्चै अनि फाइनली अब चाहिँ मैले भ्लग हाल्छु भनेर होइन पुरा बनाउन लागिसकेको छु आजबाट चाहिँ कति भन्छु गाइज मैले धेरैचोटि भनिसकेँ आज कहाँ जाँदैछ ल त्यो तर केही छैन आज चाहिँ हामी एउटा खतरा ठाउँ जाँदैछौँ म हजुरलाई बाटो पनि देखाउँछु कस्तो छ भ्यू देखाउँछु है त्यो चाहिँ अलमोस्ट कति किलोमिटर टाढा होला 270 ड्याडी पनि हुनुहुन्छ हामीसँग अलमोस्ट 200-300 किलोमिटर छ है जानलाई कति घन्टा लाग्छ 271 271 किलोमिटर जान कति घन्टा 2.5-3 घन्टा जति लाग्ला अरे है मलाई पनि थाहा भएन किनकि धेरै भयो नगएको अनि हामी चाहिँ आज पुरै फ्यामिली जाँदैछौँ त्यसैले मेरो हातमा चाहिँ कफी र ज्याकेट रेडी छ हेर्न सक्नुहुन्छ है अनि अहिले चाहिँ हामी फर्स्टमा चाहिँ मार्केट जान लाग्छौँ अनि गाइज मैले चाहिँ क्यामेरा धेरै हल्लाउँछु रे त्यसैले चाहिँ म नहल्लाउने कोसिस गर्दैछु है किनकि सबको आँखै रिगाडा लाएर आँखै दुख्छ अरे क्या सो लेट्स ट्राई द्याट है त गाइज यो भ्लगमा है इम्प्रुभ गर्ने कोसिस गरौँ है त सो गाइज अहिले चाहिँ हामी आइसक्यौँ पेट्रोल हाल्दा गाइस पेट्रोलले कति महँगो रहेछ गाइस भयो हाले लास्ट महँगो गाइज भनेर पेट्रोलको घाटा लाग्यो नि गाइस दुई हैन 1 लिटरमा 2 युरो भनेपछि हामीले हाल्यौँ 10 लिटर भनेपछि 10 × 2 20 युरो घाटा लाग्यो सो गाइज हेर्नु यहाँ वेदर यस्तो खतरा यति सानो हामी गाउँ आयौँ मुगलिन जस्तो भनौँ होइन यो त 4 किलोमिटर सानो भन्ने सिटी छ कस्तो राम्रो ठाउँ रहेछ नि त सानो चटक्क वेदर पनि हेर्नु फेरि बादल बादल सरी भने जस्तो यति राम्रो ठाउँमा यति नराम्रो गीत किन गाउँदा ओ त्यो त्यहाँ चोरी छ नि कालो चोरी बारी छ नि त्यो मैले 5 वर्ष अगाडि त्यो चोरी बारी फोटो खिचेको थिएँ मैले फोटो हाल्छु हो त्यो त्यहाँको चोरी बारी के त टनल पनि रहेछ गाइस अगाडि कतिवटा टनल देखाउनु त गाइस हेर्दै गर्नु है त हामी पुग्नलाई अब जम्मा 30 मिनट बाँकी रहेछ है त सालो त रहेछ नि यो ठाउँ हेर त एउटा बिहाबी सालो ए हो त सालो रहेछ है गाइस यो ठाउँको नाम चाहिँ सालो भन्छ नि सालो केटा के गर्दै हस् भन्छ नि त्यस्तै हो कि गाइस यो ठाउँको नाम सो गाइस म चाहिँ कहाँ पुगेको थिएँ भक्कु थाहा भएन तर म फाइनली टुरको आइसकेको छु है अनि अहिले चाहिँ हामी गर्दैछौँ ग्रिलिङ हेर्नु सक्नुहुन्छ हाम्रो ग्रिलिङ चाहिँ फेरि है
यतिचोटि गरिसक्यौँ नि तर मैले भ्लग चाहिँ खिचेको छैन त्यसैले फर्स्ट टाइम आज चाहिँ ग्रिलिङको म भ्लग खिचिदिएको हामी सबै परिवार भएर आएको छौँ होइन हेर्न सक्नुहुन्छ अनि यहाँ चाहिँ डान्सिङ ग्रिलिङ अब क्याम्पिङ त हुँदैन होला यस्तै त्यस्तै भइरहेको छ हेर्न सक्नुहुन्छ कस्तो लागिरहेछ सबैजनालाई रमाइलो त प्लेट पो त्यो खै उसलाई त्यहाँ ल गाइस हेर्न सक्नुहुन्छ भेराइटी छ फेरि है हामीसँग चिकन पनि छ ल्याम्प पनि छ भेज पनि छ फेरि अनि ड्रिङ्कहरू उता सो गाइस सरी है एआई गीत बज्दो रहेछ एआई गीत कपिराइट हुन्न आइनो है त्यही पनि वी वन्ट टेक द रिस्क किनकि जे पनि हुनसक्छ नेपाली गीतमा है कुन चाहिँ केस सक्दिनु होला अनि अहिले चाहिँ हामी यहाँसम्म गीत सुनिरहला अहिले चाहिँ हामी ग्रिलिङ गर्दैछौँ गाइस हामीले मासु पनि खाइसकेका छौँ है अझै पनि यति धेरै मासु छ नि यति धेरै ल्याएको मासु मकै ससेज रिप्स होइन धेरै कुरा ल्याएको थियौँ अनि चराहरू चाहिँ सरी यसरी गाइस घुमाउनु हुन्न क्या मलाई धेरैजनाले भनिसक्नुभयो रिगार्डर लाग्छ भिडियो हेरेर भनेर एडिटिङमा मिलाउन केही छैन चरा जिउहरू पनि आइसक्नुभयो है सही छ गाइस यसरी घुमाएको अनि आशिका तामाङजीले भन्नुहुन्थ्यो नि हाम्रो खसीहरूजीलाई चिकनहरूजीलाई काट्नुपर्छ होइन तर राम्रो कुरा होइन तर खानु हुन्न के भन्नुहुन्थ्यो नि है त्यस्तै गरी हामीले चाहिँ उल्टो चाहिँ गऱ्यौँ काट्न चाहिँ काटिनौँ तर खाना चाहिँ खाँदैछौँ अनि हेर्न सक्नुहुन्छ झ्याउनै झन्डै खायो है मम्मी अनि बिस्तारै घुमाउँछु रिगाटा नलाग्ने गरी घुमाउँछु अनि गाइस हेर्न सक्नुहुन्छ गीत चाहिँ अलिकति शान्ति भयो है किन भन्दाखेरि दुईजना उता जानुभयो अनि भाइले चाहिँ यसो गाडी सिक्दैछ क्या पार्किङ लटमा है नट इलिगल बाइ द वे अनि गीत पनि बन्द भयो अनि दादा चाहिँ बहिनीजीसँग कुरा गर्दै हुनुहुन्छ मम्मी चाहिँ फेरि मासु जिल्ला पकाउँदै हुनुहुन्छ है मम्मी ए रामो यत्रो बाँकी रहेछ त अझै मासु आम्मा कति खाने हो टन्नै भयो अनि गाइज हामी चाहिँ आजसम्म मात्र टुरको बस्यौँ भने आएको थियौँ फेरि एक दिन बसिन्छ जस्तो छ अनि मेरो चाहिँ भोलि एउटा इम्पोर्टेन्ट इभेन्ट थियो त्यो चाहिँ मिस हुने भयो है इम्पोर्टेन्ट त केही थिएन गाइस गएन भने 100 युरोको फाइन लाग्छ भोलि त अनफोर्चुनेटली त्यो चाहिँ मलाई सबभन्दा दुःख लाग्यो है तर केही छैन इट्स नट बिग डिल इट्स अल अबाउट द फन होइन लभ अफ द गेम भनौँ न होइन अनि बिस्तारै फेरि घुमाउँछु म रिगार्ड त लागेन नि गाइस हजुरहरूलाई यो चाहिँ मैले जहिले बिर्सिन्छु कि गाइस कसरी हल्लिन्छ मेरो क्यामेरा गाइस यस्तो अलिक सुधार्ने कोसिस गर्दैछु है अनि दादाको एक्सपिरियन्स त सुन्नै पाइएन त आज के हो नट ब्याड अनि भुन्टाको एक्सपिरियन्स नट ब्याड गुड ब्याड ओके गुड ब्याड ओके नाइस भेरी ओके कि ओके मात्र ओके रे है त गाइस ऊ चाहिँ रोब्लक्स खेल्दैछ उसको चाहिँ फेभरेट गेम हो रे है ल केही छैन सो गाइस फाइनली ग्रिलिङ इज डन होइन अनि हामीले चाहिँ एकदम सेफ राखेर ठाउँलाई हेर्न सक्नुहुन्छ यहाँ पनि पानी हालेका छौँ कोइलामा पनि यहाँ पनि इनफ पानी हालेका छौँ ताकि आगो राम्रोसँग निभोस् वाइल्ड फायर नहोस् त्यस्तो नहोस् भनेर होइन अनि मेरो अगाडि कुरा काट्दै हुनुहुँदो रहेछ है दुईजना केही छैन है उन्टा है गएर दाइलाई अलिकति सिकाउनु पर्ने बेला भएछ है तिम्रो अनि म धेरै हल्लाउनु चाहन्न यस्तो 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 सही छ ल है अनि उहाँ चाहिँ फोटो खिचिदिनु भने कुरेर बस्नु भएको रहेछ लगाइज हेर्नु त अलि बिस्तारै घुमाम ओ सर फोटो चाहियो हो ल गाइस जाम है त अब घर जाने बेला अब फाइनली 10 बजिसक्यो रातिको सो गाइज मैले हजुरलाई भनेको थिइनँ है तर हामी बसेको ठाउँ चाहिँ एकदम रमाइलो छ हेर्न सक्नुहुन्छ पुरै है यता डाँडाकाँडा गोल्फ खेल्ने ठाउँ यतानिर स्विमिङको लागि बिच होइन अनि यता चाहिँ हेर्नु न यो रोबोट छ यसले चाहिँ घाँस काट्छ ऊ त्यहाँ चार्जिङ स्टेसन छ आफै गएर चार्ज गर्छ क्या यो चाहिँ स्लेभरी मसिन भन्छौँ हामीले होइन यसलाई बिस्तारै घुमाउँ गाइज है सर जस्तैको भ्लगिङ कोर्स हेरेको गाइज 0.5मा खिच्नु र सब देखिन्छ भन्दै हुनुहुन्थ्यो होइन सरजीले त्यही चाहिँ मैले पनि मानिदिएको है अब भ्लगिङ कोर्समा खासै केही थिएन म चाहिँ आई वुड नट रेकमेन्ड है डोन्ट वेस्ट यो मनी 2000 युरो बरु मलाई दिनु डोनेट गरिदिनु आई विल मेक ग्रेट युज अफ द्याट होइन बर्गर किङ खाएर त्यो कोर्स नकिन्नु अनि हेर्न सक्नु जस्तो रमाइलो सरी गाइज फेरि छिटो घुमाएँ क्या मैले रिगार्ड त लागेन गाइज हजुरलाई यसले गर्दा पनि धेरैजनाले स्किप गर्नु हुँदो रहेछ क्या मेरो भ्लग सरी गाइज मैले बुझेँ अब तर कुरा है तर यसको सोल्युसन चाहिँ मलाई अझै पनि थाहा छैन है मेबी होपफुली इन दिस भ्लग इट इज बेटर अब यहाँ फोटो पनि खिच्दिउँ है 2-4
खोलिन्छ त्यही त भन्छु सो गाइस फाइनली हामी चाहिँ अब चाहिँ है 10-11 बज्न लागिसकेको छ त्यसपछि चाहिँ हामी निक्ल्यौँ अब चाहिँ हामी ट्याक्कै घर जान्छौँ सुत्छौँ आज चाहिँ यतै सुत्ने प्लान छ टुरकोतिर अनि भोलि चाहिँ फाइनली हामी म चाहिँ फेरि पोरी जाने भन्ने याद आउँछ क्या तर हामी जान्छ हेलसिङ्की है हेलसिङ्की जाने छ होइन मम्मी कस्तो लाग्यो सबैलाई रमाइलो एकदम रमाइलो झन् धेरै रमाइलो हुन्थ्यो तातो हुन्थ्यो नि त अनि जाडो जाडो भए पनि आगो बालेर तातो एकदम रमाइलो मम्मीको फेरि आएदेखि गएसम्म तातोकोले छोडेन फेरि घाम आइदिए भए भन्ने मलाई फेरि सधैँ त्यही घाम अब उनीहरू पनि गाइस युरोपभरि हिट वेभ छ है मान्छे पग्लेर मरिरहन् फिनल्यान्डमा फेरि यस्तो 1200 जना मरे युरोपमा गर्मी 1200 अनि साँच्चै साँच्चै हो हे रामलाई सबैलाई ओम शान्ति भन्दै बाटो पनि हेर्न चितवनको जस्तो छ है ओम शान्ति भन्दै आज यही इन्ड गरिदिउँ ल अहिले ब्लक इन्डिया अहिले एकछिन पछि इन्ड गरौँ है गाइस भ्युजहरू पनि हेर्नु हजुरले त्यसपछि इन्ड गरौँ है त गाइस के छ र मजाले हेर्नु न हेर्न गाई जस्तो दामी गाइजहरू छन् है गाइजहरू अनि यहाँनिर चाहिँ मृग पनि थियो अघि है मृग चाहिँ गइसकेको छ अहिले त्यहाँ कुकुर बाँच्नु छ भन्नु मिलेन पुलिस हो त्यो सिभिल ड्रेपमा पुलिस थियो ओमाडे चाहिँ गाइस पुलिस रहेछ अगाडिको यस्तरी लुकेर आउँछन् कि पुलिसहरू चाहिँ भरि पुलिस घुमेर आएछन् आज पहिले हो है सम्राटले पनि भन्दै थियो सो गाइस अहिले चाहिँ हामी टुरकोमा चाहिँ खिच्न बिर्सेको है तर हामी चाहिँ टुरकोबाट फर्किँदैछौँ अब चाहिँ घर सक्नुहुन्छ यति राम्रो भ्यू छ बेलुकाको चाहिँ कति बजेमा 9:30-10 बज्नु लागिसक्यो त्यही पनि कति मजाको घाम लाग्छ है अनि यति भन्दै त्यही बेलुकाको यति भन्दै आजको भ्लग चाहिँ एन्ड गर्न चाहन्छु भ्लग मन पऱ्यो लाइक सेयर सब्सक्राइब गरिदिनु होला है कमेन्ट गरिदिनु होला सेयर सबै गरिदिनु है थ्याङ्क सो मच फर वाचिङ सी यु नेक्स्ट भ्लग बाई बाई गाइस